डायमन्ड हिल पार्क यसो घुम्नको लागि हिँडेको टाइम त त्यति छैन र पनि अब छिटो फटाफट यसो घुमेर आउने अब भरे फेरि एयरपोर्ट जाने मान्छेहरू अब पुर्याउनु जानुपर्छ कि आफै जाने होला नि भरे हाम्रो टोलीहरू यो चाहिँ हामी एमकेआर यहीँ एमकेआर चढ्नु लागेको डायमन्ड हिल पार्क भन्दा पनि यसको खासै नाम चाहिँ यो रहेछ क्या नानलिङ गार्डन ओपनिङ आवर चाहिँ 7 AM to 9 PM अब यो चाहिँ सुरु भयो गार्डन खतरा निस्केको हौ सिन त सुरु भयो यहाँदेखि स्त्रीहरू हामी चाहिँ यताबाट यस्तो यता त बन्द गरेको के गर्दैछ भरे यसो घुमौँ न हामी काँटी नठोकिकन यो जुन मिलाएर ग्लुले मात्रै ठसाएको काँटी कुनै पनि प्लान्टको काँटीहरू युज गरेको छैन सबै यो चाहिँ डायमन्ड राखेको थियो अगाडि चाहिँ अहिले चाहिँ यस्तै डायमन्डको बनाएर डायमन्ड हिलको झरना यहाँभित्र चाहिँ यो रेस्टुरेन्ट चाहिँ खाने ठाउँ छ यहाँभित्र गयो भने यो झरनाभित्र रेस्टुरेन्ट छ डायमन्ड हिल पार्क पनि घुमिसक्यो अब चाहिँ हामी फर्किँदै गरेको घरतिर आजलाई यति मन पर्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला यति भन्दै आज बिदा आफै पनि भन्नु